हेलो नमस्ते साथीहरू। आज चाहिँ हामी सिद्राको अचार बनाउँदैछौँ। यो चाहिँ हामीले सिद्रा सफा गरेर राखेको सिद्रा फ्राई गऱ्यौँ है त। अनि यो चाहिँ खोर्सानीको पेस्ट, घरमै बनाएको अदुवा लसुनको पेस्ट, अनि यो खस्रो तिल, जिरा धनियाँको धुलो, यो सबै चाहिँ हामी घरमै बनाउँछौँ। यो चाहिँ सिलौटामा पिसेको छौँ। अनि यो चाहिँ अब मसला, यो खस्रो बनाउनु पर्छ है। सबै मरमसलाहरू खस्रो बनायो भने चाहिँ अचारमा राम्रो हुन्छ। यो चाहिँ अनि हामी घरमै निचोरेको यो नेचुरल कागती रस निकाल्छौँ यसरी, अनि यही नै चलाउँछ हामी। यो सबै मरमसला चाहिँ यसरी मजाले पाक्न दिनुपर्छ तेलमा। अलि धेरै तेल देखिए पनि यो चाहिँ सबै सोसिन्छ। अनि यो भुटेर राखेको माछा यसरी राखेर राम्ररी चलाउने, राम्ररी सबैतिर पुग्नुपर्छ है मसला। अरू अचारमा जस्तै यसमा चाहिँ अलि सोच्दैन, त्यही भएर मजाले चलाउनुपर्छ। चलाएपछि यसरी अलि सेलाउन दिनुपर्छ र अनि प्याकिङ गर्ने यसरी केमा राख्ने। यो अचार चाहिँ अब कोलाई खान मन छ, जसलाई खान मन छ पिठको अचारमा सम्पर्क गर्नु होला छिटोभन्दा छिटो।